भेटिएको ठाउँमा कुनै प्रार्थना चाहिँ हाम्रो हिमलाई गरिदिनु हुँदैछ। जे जति प्रभु तपाईको राज्य निर्माणको निम्ति अनि तपाईँ क्रिस्ट प्रभु येशूले दिनुभएको स्रोतबाट प्रवेशन दिएको छ महिमाको राजा हुनुहुन्छ, तपाईँ शान्तिको राजकुमार हुनुहुन्छ प्रभु येशू। तपाईलाई हामीले संसारमा दिएको धन सम्पत्तिले तपाईको राज्य निर्माण हुने होइन, तर प्रभु येशू तपाईको प्रशस्ततामा तपाईँ महान हुनुहुन्छ। तपाईँ आफ्नो राज्य र शक्ति स्थापना गर्न जान्नुहुने र सबै कुराहरू गर्न सक्नुहुने परमप्रभु हुनुहुन्छ पिता परमेश्वर। हामी सबै तपाईका छोराछोरीले पिता परमेश्वर जे जति दिएको छ हरेक भण्डारमा प्रभु येशू तपाईले प्रशस्त गरी भरिभरा गर्नुभएको आशीषित गर्नुभएको छ प्रभु येशू। अनि विशेष गरी मण्डली परिवारमा प्रभु येशू तपाईँ क्रिस्ट प्रभु येशूले प्रशस्त गरी आर्थिक दिनु भएको ताकि मण्डलीमा गरिने हरेक काममा हरेक योजनाहरू प्रभु येशू विश्वको क्षेत्रमा गरिने हरेक खर्चहरूमा प्रशस्तता भई अझै वृद्धि हुँदै गएको छ भने प्रभु यो सारा प्रार्थना हामी तपाईँमा चढाउँदछौँ येशू प्रभुको उच्च अनि पवित्र नाममा आमेन। धन्यवाद छ प्रार्थना परमेश्वरले आशिष दिनुभएको छ। अब हामी बाँकी समय वचनतर्फ हामी जाँदैछौँ र वचनको निम्ति पनि हामी प्रार्थना गर्दैछौँ। वचनको निम्ति प्रार्थना गरिदिनु भएको निम्ति माफ गर्न मलाई सबैजनालाई चाहिँ चिनेको छैन। मैले पास्टर अब्राहम बालाई यहाँ चाहन्छु यो समय उहाँले चाहिँ वचनको निम्ति प्रार्थना गरिदिनुहुन्छ। हामी प्रार्थना गरौँ। परमेश्वर पिता, तपाईँको उपस्थितिमा समय बिताउनु कति बहुमूल्य, कति आशिषित छ प्रभु। तपाईँलाई धन्यवाद भन्दछौँ क्वायरको निम्ति हामीले तपाईँको उपस्थितिमा विभिन्न गीतहरू डान्स गरेर डोराउनुभयो। तपाईँले दिनुभएको उपस्थितिको निम्ति धन्यवाद। अनि हाम्रो बिचमा तपाईँ हुनुहुन्छ, तपाईँको दासलाई जुन वचन तपाईँले हामीको निम्ति दिनुभएको छ आत्माको परिपूर्णतामा दासको जीवनद्वारा मुखद्वारा तपाईँ बोल्नुहोस् र हाम्रो जीवनमा तपाईँले एउटा नयाँ काम, एउटा नयाँ निर्माण वचनद्वारा गर्नुहोस् भन्ने तपाईँ बिन्ती गर्दछौँ। हाम्रा हृदयका कानहरू मस्तिष्कहरू तपाईँले खोलिदिनुहोस्। यो वचन हाम्रो हृदयमा गरिएर 100 गुणा 60 गुणा 30 गुणा फल फलाउनु भनेर प्रार्थना गर्दछौँ। र समय तपाईँको हातमा समर्पण गर्दै हाम्रो बिन्ती प्रार्थना येशू ख्रीष्टको नाममा चढाउँछु। आमेन।